इरानले हर्मुज जलसन्धिलाई पुनः बन्द गर्ने र इस्लामाबादमा हुने भनिएको शान्ति वार्तामा सहभागी नहुने अडान लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो रणनीतिक दबावमा पारेको छ। लेबनानमा युद्धविराम भएपछि इरानले सहमति अनुसार जलसन्धि खुला गरे पनि अमेरिकाले इरानी बन्दरगाहहरूमा नेभल ब्लकेड समुद्री नाकाबन्दी कायमै राखेपछि इरान आक्रोशित बनेको हो। ट्रम्पले इरानमाथिको दबाव सफल भएको देखाउन खोजे पनि इरानले वार्ता बहिष्कार गरेर उल्टै अमेरिकालाई पहिले नाकाबन्दी हटाउन शर्त राखेको छ। युद्धविरामको समय सकिँदै गर्दा ट्रम्पका लागि कि त इरानको शर्त मान्नुपर्ने कि त पुनः बमबारी सुरु गर्नुपर्ने कठिन विकल्प बाँकी देखिएको छ। इरानको यो कडा कदमले ट्रम्पको आर्ट अफ द डिललाई नै चुनौती दिँदै विश्व राजनीतिमा नयाँ मोड ल्याएको छ। यता राष्ट्रपति ट्रम्पले वार्ताको टेबुलमा इरानको प्रपोजल नआउँदासम्म युद्धविराम लम्बाउने उल्लेख गर्दै ट्रुथ सोसियलमा इरान सरकार गम्भीर रूपमा विभाजित अवस्थामा रहेको तथ्यका आधारमा लेखेका छन्। यो अप्रत्याशित होइन। पाकिस्तानका एसेनमेनर फिल्ड मार्शल र शेहबाज शरीफको अनुरोधमा हामीलाई इरानमाथि गर्ने आक्रमण अस्थायी रूपमा स्थगित गर्न आग्रह गरिएको छ ताकि त्यहाँका नेताहरू र प्रतिनिधिहरूले एकीकृत प्रस्ताव तयार गर्न सकुन् भन्दै अगाडि भन्छन्। यस अनुसार मैले हाम्रो सेनालाई नाकाबन्दी ब्लकेड जारी राख्न निर्देशन दिएको छु र अन्य सबै पक्षमा पूर्ण तयारी अवस्थामा रहन आदेश दिएको छु। त्यसैले उक्त प्रस्ताव पेश नभएसम्म र वार्ता कुनै न कुनै निष्कर्षमा नपुगेसम्म युद्धविरामको अवधि थप गरिनेछ।